एनपीएल सिजन 3 को डेट अनाउन्स भइसक्यो। कार्तिक 9 गतेदेखि मङ्सिर 5 गतेसम्म चल्नेछ। यसपटकको टाइमिङ भने मलाई पर्फेक्ट लाग्यो, किनभने दसैँ सकिए लगत्तै स्टार्ट भइरहेछ र तिहार र छठसम्मै चल्ने भएको भएर ठ्याक्कै बिदाको टाइम पनि मिल्लाछ। यसपालि दसैँ मनाउन धेरै दर्शकहरू काठमाडौँ छोडेर बाहिर जानुहुन्छ। उहाँहरू फर्किने बित्तिकै ग्राउन्डमै गएर पनि इन्जोय गर्न सक्नुहुन्छ र कसैले तिहार र छठसम्मै फ्यामिलीसँगै बसेर भए पनि अनलाइन पोडकास्ट हेरेर पनि इन्जोय गर्न सक्नुहुन्छ। यो सिजन हामी सुदूरपश्चिम रोयल्सका फ्यानहरूको लागि अलिकति इन्ट्रेस्टिङ छ, किनभने दुईटा सिजन सुदूरपश्चिम रोयल्सबाट खेल्नुभएका हरमित सिंह यसपटक जनकपुर बोल्ट्सको क्याप्टेनको रूपमा सिजन 3 मा देखिँदै हुनुहुन्छ। दुई सिजनमा रोयल्सको जर्सीबाट खेल्नुभएका हरमित सिंह अहिले जनकपुर बोल्ट्सको क्याप्टेनको रूपमा मैदानमा देखिँदै गर्दाखेरि सुदूरपश्चिम रोयल्सका फ्यानहरूको रिएक्सन पनि हेर्न लायकको हुनेछ। उहाँप्रतिको सम्मान, जुन उहाँले दिनुभएको कन्ट्रिब्युसनको लागि सम्मान त हुने नै छ, तर मैदानमा गइसके पछाडि नो फ्रेन्डसिप, नो एनिथिङ, ओन्ली क्रिकेट। यो सिजनमा हरमित सिंह आउट हुँदै गर्दाखेरि उहाँको ठाउँमा सुदूरपश्चिम रोयल्सले सोएब जेबलाई साइन गरिसकेको छ। उहाँले सिजन 1 मा पनि सुदूरपश्चिमबाट खेलिसक्नु भएको छ भने उहाँ हाइएस्ट रन स्कोरर पनि हुनुहुन्थ्यो। यसपटक उहाँ टिममा आबद्ध हुँदै गर्दाखेरि सुदूरपश्चिम रोयल्समा चाहिँ मिडल अर्डर र स्पिन बलिङको धेरै हदसम्म चाहिँ हामीले इम्प्रुभ भएको देख्न पाउनेछौँ।